Hello everyone, let us talk about laboratory preparation of carbon dioxide gas today. So in the सुरुमा प्रिन्सिपल रिएक्सन को बारेमा कुरा गरौँ। हामी क्याल्सियम कार्बोनेट लिन्छौँ। क्याल्सियम कार्बोनेटलाई हामी मार्बल पिसेस अथवा लाइमस्टोन पनि भन्ने गर्छौँ। We react it with dilute hydrochloric acid and it will produce carbon dioxide gas. रिएक्सन एकदमै साधारण छ। क्याल्सियम कार्बोनेटलाई हामी सोलिड फर्ममा लिन्छौँ। We react it with hydrochloric acid, dilute hydrochloric acid and it will produce calcium chloride. यो एक्वस फर्ममा निस्किन्छ, वाटर यो लिक्विड फर्ममा निस्किन्छ and carbon dioxide gas is obtained. ओके, अब चाहिँ हामी यसको बेसिक सेटअप अथवा एपरेटसको बारेमा कुरा गरौँ। सबैभन्दा सुरुमा हामीसँग यहाँनिर उल्फ बोतल छ। यो जुन भाँडो छ दिस रिप्रेजेन्ट उल्फ बोतल। उल्फ बोतलभित्र हामीले क्याल्सियम कार्बोनेट हाल्छौँ। क्याल्सियम कार्बोनेटलाई हामी सोलिड फर्ममा हाल्छौँ। सो यहाँनिर यो जुन सर्कुलर पार्ट छ, सर्कलहरू जुन छ दिस रिप्रेजेन्ट क्याल्सियम कार्बोनेट अथवा क्याल्सियम कार्बोनेटका पिसेसहरू, मार्बल पिसेसहरू हुन्। अब यहाँनिर हामीसँग थिस्टल फनेल छ। यो थिस्टल फनेलबाट हामी डाइल्युट HCl जुन लिक्विड छ त्यसलाई हाल्ने गर्छौँ र यो डाइल्युट HCl लाई हामी तबसम्म हाल्छौँ जबसम्म चाहिँ यसको थिस्टल फनेलको लोअर एन्ड चाहिँ यसमा डुब्दैन। सो यहाँ डुबुन्जेलसम्म यहाँनिर यसलाई भित्रै राखेको छ। डुबुन्जेलसम्म हामी के गर्छौँ भन्दाखेरि डाइल्युट HCl हाल्छौँ। अब त्यसपछि यहाँनिर यो जुन सोल्युसन छ, यो सोल्युसनमा दुई कुरा भयो। एउटा क्याल्सियम कार्बोनेट, अर्को HCl भयो। अब त्यसपछि यी दुईटा रियाक्ट गर्छन् एन्ड दे विल फर्म क्याल्सियम क्लोराइड, वाटर एन्ड कार्बन डाइअक्साइड। क्याल्सियम क्लोराइड र वाटर भनेको एक्वस फर्ममा यहीँनिर रहन्छन्। कार्बन डाइअक्साइड जुन छ त्यो ग्यास फर्ममा निस्क्यो। अब कार्बन डाइअक्साइड यहाँबाट बाहिर ननिस्कियोस् भनेर यहाँ हामीले लोअर एन्ड यसरी छोपेका हौँ। कार्बन डाइअक्साइड यही बाटोबाट मात्रै बाहिर निस्किन्छ। सो यहाँबाट कार्बन डाइअक्साइड निस्किन्छ थ्रु डेलिभरी ट्युब। यो डेलिभरी ट्युब हो। यसको काम ग्यास अप्टेन्ड ग्यासलाई अर्को ठाउँमा गएर डेलिभर गर्नु, राख्ने काम यसले गर्छ। कार्बन डाइअक्साइड के भयो भन्दाखेरि यहाँ गएर यसरी यहाँनिर भएर कार्बन डाइअक्साइड डेलिभर भयो र यहाँ भएको एयर चाहिँ के भयो भन्दाखेरि माथि गयो। किनभने कार्बन डाइअक्साइड के हो, हेभियर देन एयर हो। त्यो भएर मैले यसलाई इरेक्ट फर्ममा राखेँ। यहाँ कार्बन डाइअक्साइड आउँछ र यहाँ भएको एयर चाहिँ माथि जान्छ। सो वाट वी से इज द्याट द अप्टेन्ड ग्यास द्याट इज carbon dioxide is collected by the upward displacement of air. Air जुन छ त्यो अपतिर गयो। Okay, now let us talk about the confirmatory test of carbon dioxide gas. जम्मा जम्मै हामीले दुईटा टेस्टहरू पढ्नुपर्ने हुन्छ। नम्बर ए मा कार्बन डाइअक्साइड डज नट सपोर्ट कम्बसन, यानी कि एउटा बर्निङ म्याचस्टिकलाई यदि हामीले ग्यास चार्ज कन्टेनिङ कार्बन डाइअक्साइडमा इन्ट्रोड्युस गर्यौँ भने त्यो कार्बन डाइअक्साइडले बर्न गर्दै गरेको म्याचस्टिकलाई चाहिँ निभाउने काम गर्छ। इट विल गेट फायर विल गेट एक्सटिङ्ग्युस्ड। सिमिलरली नम्बर बी मा मानिलिउँ हामीसँग एउटा टेस्ट ट्युब छ। टेस्ट ट्युब कन्टेन्स क्याल्सियम हाइड्रोक्साइड, यसलाई हामी लाइम वाटर पनि भन्ने गर्छौँ र यहाँनिर हामीले अप्टेन्ड कार्बन डाइअक्साइडलाई हाल्यौँ। यो दुईटालाई हाल्यौँ भने दे टु रियाक्ट एन्ड दिस विल फर्म मिल्की वाइट कलर। यो मिल्की वाइट कलर इज फर्म ड्यू टु द फर्मेसन अफ क्याल्सियम कार्बोनेट एन्ड वाटर। तर यदि कार्बन डाइअक्साइडलाई हामीले लामो समयदेखि हालिराख्यौँ भने चाहिँ यो मिल्की वाइट कलर पनि डिसअपियर हुन्छ एन्ड अ कलरलेस सोल्युसन विल बी फर्म। दिस कलरलेस सोल्युसन इज कल्ड क्याल्सियम बाइकार्बोनेट।